हेलो नमस्ते सबैजनालाई स्वागत गर्न चाहे मेरो मिनी ब्लगमा। अनि साथीहरू के छ खबर, कस्तो छ हजुरहरू, कस्तो हुनुहुन्छ? देशभरि चुनावी माहौल लागे पनि कमलाको भान्सामा डेली नयाँ नयाँ रेसिपी बन्न चाहिँ छोड्दैन है। आज चाहिँ मैले चामलको पिठोको पुरी पकाउँदैछु साथीहरू। ल हजुरहरूले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नुहोला। मलाई चाहिँ यो एकदमै धेरै दिनदेखि खान मन लागिरहेको थियो कि आफूलाई खान मन लागिसकेपछि कमलाले नबनाउने भन्ने त पक्कै पनि हुँदैन। ल हेर्नु है कस्तो मजाले फुलेको के मेरो पुरी। अनि के साथीहरू, हाम्रो समाज कतातिर जाँदैछ हौ? हामी दिदीबहिनी महिलाहरू के भएको यस्तो एकअर्कालाई गरी खान दिउँ है। आफूले सकिन्छ भने राम्रो गरौँ, अनि सकिँदैन भने कसैलाई नराम्रो पनि नगरौँ। सामाजिक सञ्जाल देखेर त टिक्क नै लागिसक्यो साथीहरू। ए बाबा, दिदीबहिनीहरू एकअर्कालाई सपोर्ट गरौँ, अगाडि बढौँ, आफ्नो खुट्टामा उभियौँ। आफ्नो खुट्टामा उभिन नसक्ने महिलाहरूलाई प्रोत्साहन गरौँ है, साथ सपोर्ट दिउँ। यसरी नै अगाडि बढ्ने हो कि एकअर्कालाई साथ सपोर्ट बिना कुनै पनि काम सम्भव पनि छैन, सजिलो पनि छैन। त्यही भएर हामी दिदीबहिनीहरूले एकअर्कालाई माया गरौँ, सपोर्ट गरौँ, अगाडि बढौँ भन्न चाहन्छु। ल हेर्नु है मेरो चाहिँ पुरी पाक्यो। कस्तो राम्रो भएको छ कि खाँदा पनि त्यत्तिकै मिठो भएको छ है साथीहरू। देख्दा चाहिँ अलिकता क्यामेराले गर्दा अलिक राम्रो देखिएन कि साथीहरू। ल हेर्नु त कस्तो राम्रो भएको छ। मैले टक्क प्लेटमा राखिसकेपछि देखाउँछु है फेरि तपाईँहरूलाई। ल आज चाहिँ मैले पालक र मटरको तरकारी र चामलको पिठोको पुरी। ल मेरो चाहिँ डिस रेडी भयो। ल आउनु होला सबैजना खानालाई। अनि के खाना मनपर्छ हजुरहरूलाई कमेन्ट गर्नुहोला। मेरो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला। लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। सबैले माया साथ सपोर्ट दिनुहोला भन्न चाहन्छु। अर्को भिडियोमा फेरि भेट्ने बाचा सहित अहिलेलाई चाहिँ छुट्टिन्छु। हजुरहरूलाई धेरै धेरै धन्यवाद, धेरै माया। लभ यु अल।